आदरणीय दर्शकबिन नमस्कार। बोल्दैछु कर्ण खत्री। आज मिति 2082 साल 3 महिना 6 गतेका दिन बौद्धिक एजुकेसन एकाडेमी सुर्खेतको यो प्राङ्गणबाट यहाँ समक्ष आफ्नो आवाजलाई सम्प्रेषण गर्दैछु। भोलि मिति 2082 साल 3 महिना 7 गते शनिबारका दिन जो विद्यार्थी भाइ बहिनीहरू नेपाली सेनाको लोकसेवा आयोगको तयारी गर्नको लागि नेपाली सेनाका विविध ब्यारेकहरूबाट फिजिकल तथा बेरिन चेक कटाइसकेपछि बौद्धिक एजुकेसन एकाडेमीमा आइसक्नु भएको छ र आउँदै गर्नुभएको तपाईँ समस्त विद्यार्थी भाइ बहिनीहरूको लागि प्रथम पटकको लोकसेवा आयोग लिखित नमुना परीक्षा हुने भएकाले यहाँहरू सबैजना विद्यार्थी भाइ बहिनीहरूलाई परीक्षामा उपस्थित हुनुको लागि सादर अनुरोध गर्दछु। साथसाथै हामीसँग जोडिनुभएका जति पनि आदरणीय प्रशिक्षक वर्गहरू हुनुहुन्छ यहाँहरू सबैजनालाई समयमा नै उपस्थितको लागि पुनः विनम्रतापूर्वक सादर अनुरोध गर्दछु। यसका साथसाथै हामीसँग बिहान 6 बजेदेखि लिएर 11 बजेसम्म र बेलुका पख 4 बजेदेखि लिएर 6 बजेसम्म नेपाली सेनाका सैनिक पदका लोकसेवा आयोग लिखित तयारी कक्षाहरू र नेपाल प्रहरीतर्फ जवानका प्राविधिक तयारी कक्षाहरू धमाधम सञ्चालन भइराखेको बेलामा यहाँलाई जानकारी गराउन चाहन्छु। हामी कुराले भन्दा पनि कामले नतिजामा विश्वास गर्दछौँ। तसर्थ संस्था स्थापना भएदेखि आजसम्म निरन्तर रूपमा कटिबद्ध भएर रात दिनलाई दिन नबनिकन आफ्नो जीव ज्यानको परवाह नगरिकन यहाँहरूको भविष्यको लागि सुनिश्चित गर्नको लागि उपस्थित हुनुभएका तमाम आदरणीय प्रशिक्षकहरू पुनः उपस्थित भइसक्नु भएको छ। यदि यहाँहरू पहिलो पटक हामीलाई देख्दै हुनुहुन्छ भने अफिसको सम्पर्क नम्बर 083 591 957 98 85 72 088 र 98 85 72 087 को बाटो भएर पनि यहाँ समक्ष भेट्ने बाचा गर्दै यहाँहरूको बाँकी दिन कुशल मङ्गल बितोस्। जोले जहाँ हेर्दै हुनुहुन्छ हाम्रो युट्युब च्यानललाई लाइक गर्न, सब्स्क्राइब गर्न भुल्नु हुने छैन भन्ने आशा र विश्वास राख्दै यहाँहरू माझबाट बोल्दै गरेको मान्छे ओजेल पन्तानको हस्त धन्यवाद, नमस्कार। बाँकी समय कुशल मङ्गल बितोस्। जय हो।